पनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम फेसबुक कमेडीमा। सञ्चालक म नरेश भट्टराई अनि प्राविधिक मित्र हुनुहुन्छ नरेश कालाथुकी। त साथीहरू, कार्यक्रम फेसबुक कमेडी तपाईहरुले फेसबुक पेज मार्फत प्रत्यक्ष रूपमा सुन्न अनि युट्युबबाट प्रत्यक्ष रूपमा हेर्न पनि सक्नुहुनेछ। साथीहरू, युट्युबमा हेर्नको लागि डिस्क्रिप्सनमा मैले लिंक दिएको छु। साथीहरू, तपाईले हेर्न चाहनुहुन्छ भने त्यसको लिंकमा गएर क्लिक गरेर सब्स्क्राइब गर्नु होला साथीहरू, अनि लाइक पनि गरेर कमेन्ट्स पनि लेख्नु होला साथीहरू। फेसबुक कमेडीमा तपाईहरुले आफ्ना मनमा भएका चुटकिलाहरू, तपाईले जान्नुभएका चुटकिलाहरू लेखेर कमेन्ट्समा राख्न सक्नुहुन्छ। त्यस कमेन्ट्सलाई हामीले अर्को हप्ताको फेसबुक कमेडी कार्यक्रममा प्रसारण गर्नेछौँ तपाईको नाम सहित। र हाम्रो कार्यक्रमलाई माया गर्नुहुन्छ भने तपाईले शेयर गर्न भने अवश्य नभुल्नु होला। कार्यक्रमको सुरुवात गरौँ यो मिठो सांगीतिक आवाजबाट। लगाऊ छोटा कपडा चोकमा हुन्छ लफडा, नलगाऊ छोटा 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 कपडा चोकमा हुन्छ 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 लफडा, तिमलाई लान्छन् इलाका मासु झार्छन् इलाका, किन हो तिम्रा 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 साँपा छिलाका, किन हो तिम्रा तिम्रा छिलाका, बहिनी राम्रो देखिन्छ लगाउँदा लुगा चट्ट मिलाका, नलगाऊ छोटा 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 कपडा चोकमा हुन्छ 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 लफडा। छर्लेङ छुर्लुङ हिमाल देखिएको, हिउँ पग्लिएर हो कि हिमाल अग्लिएर हो, एक दिन राम्रो हरि बसेर कुरा गरिरहेका थिए। अनि के कुरा गरिरहेछन् भनेर यसो सुनेको, प्रेम प्रस्तावको बारेमा कुरा भइरहेको रहेछ। अनि हरिले रामसँग भनेछ, राम राम यार, मैले जो केटीलाई पनि लभ पर्पज हाल्छु यार, झले पनि गालामा थप्पड मात्रै हान्छ नि, के हो यार, सबैलाई केटी पट्टिने मलाई मात्रै केटी नपट्टिने भनेर भन्छ अरे। ओहो, तँलाई गर लागेको हेर, जा त बाबासँग जा, यहाँ एकदम ठुला साधु बाबा छन्, त्यहाँ गएर हेर तैँले आफ्नो भन, त्यसलाई दुःख यसो पोख, त्यहाँ सबै ठिक हुन्छ भनेछ अरे। अनि त्यसो पनि अब त्यो जङ्गलमा गएर बाबा खोज्न हिँडेछ। बाबा खोज्न हिँड्दा भएपछि बाबा भेटेछ। बाबा भेटेपछि उसले बाबालाई भनेछ, बाबाको पाउ भरेर, बाबा मलाई केटी पटाइदिनु पर्यो, मलाई जुन केटी भेटे पनि मलाई थप्पड मात्रै हान्छन्, के हो मेरो भाग्यमा केटी नै लेखेको छैन भनेछ अरे। अनि बाबाले हेर मनुष्य, त्यो छोटो कपाल भएको बाबासँग सोध त भन्छ। बाबा हेरिदिनु पर्यो। अनि अहिले साइडको अर्को बाबालाई भन्दैछ, ए अर्को खटिया पनि अर्को चटाइ पनि लिएर बिछा उसलाई, भोलिदेखि यो पनि यहीँ बस्छ। वास्तवमा के रहेछ भने तिनीहरू पनि त्यस्तै केटी नपाएर साधु भन्न बसेको रहेछ। एक दिन पति पत्नीको घरमा घमासान झगडा भएछ अरे। झगडामा भनिन्छ अरे स्वास्नीले, यस्ता पनि पोइ पर्ने, मैले अमेरिका जस्तो भए त मैले भर्खरै छोडिदिन्थेँ भने, छोड्दैन त फेरि के अमेरिका चाहियो, यहीँ नै छोड्दैन भने। त्यसपछि पत्नीले भन्छ, अमेरिकामा थाहा छ तिमीलाई, अमेरिकामा डिभोर्स दिन कति सजिलो छ भन, थाहा छ, त्यही भएर त्यहाँ बिहा गर्दा पनि केटी रुन्नन्।